नमस्कार अनि शुभ बिहानी सम्पूर्णलाई। आज चाहिँ म दाइँहरूलाई जाँदैछु। आज चाहिँ थोरै भिडियो बनाऊँ कि भनेर धेरै भिडियो नबनाएको। यसरी बोलेर पनि भिडियो बनाएको थिएन आजसम्म। आज चाहिँ केही बोलौँ केही भनौँ भनेर, जति नबोले त्यति नै बोली नै नआउने क्या। अनि त्यही भएर आज चाहिँ थोरै हाम्रो दाइँको भिडियो क्लिपहरू खिच्छु। अनि मान्छेहरू त खासै नगएको रहेछ, जम्मा 2 जना मात्रै। म ढिलो भयो भनेर अलि हतार गरेको छैन। अरूहरू पनि लगाएर चाहिँ आएको पनि छैन कोही पनि। ल बाँकी त्यहीँ गएर देखाउँ। हिमाल त यहाँबाट पनि देखिने रहेछ, पप्पालदेखि त्यो चौतारा अनि हिमाल दामी देखेको छ यार। मेरो चाहिँ धान पराल सबै ल्याइसक्यो। अब अरूको छ अझै 5-6 दिन हिँड्नुपर्छ होला सायद। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पायो। धुप नहाली नझार्ने रे। घुनेहरू जुठो छ, खै लामो छ नि छैन कोही पनि। तनाव छ। हिमाल वाउ छ। आगो ताप्नु पर्छ फेरि एउटा। बल्ल केटाहरू जम्मा ल अब चढौँ कुन्यमा भयो। सब झ्याझा छ। अनि हामी नखाने मान्छे मात्रै जाकिन्छ। तरकारी आधा हाल्नु है, किन धेरै भयो क्या। आधा लगायो फेरि फाल्यो पछि खाने हुन्छ। पछि हालेर अहिले टिमरी आउँछ होला। खेप लाग्छ क्या। केटाहरू ल केटा जोसी अब ए सुर्ती त्यो बताउने बेलामा पस्याङ्गर अलिअलि फालिन भने यस्तो गर्छ थुप्रा सफा गर्नुपर्छ। मैला बुढा कटल त्यो घोचा यता गर्नु त गएको हो।
ये मूर्ति चाहिँ हामीलाई त यार बल्ल बताएर सक्यो बल्ल झाँटेर सक्यो अब बताउनु पर्यो रेखो नहालिँदै हाँसी नभए नहाल्ने हो र हाल्नु त भने बना आइया भाइ होइन सही छैन नभए नहाल्यो नि हुन्छ तपाईँको माल ल्याएर रहेछ नि त दाइ भाती जाँड ल्याएन ल भात 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 ल भात खाने अब लो केटा हो अब लो छाप्पा घरै पुऱ्याउनु पर्दा थैलो लिएर आउनु पर्छ घरै पुऱ्याएर ल्याउने कहाँ बाटो
घरी बनाला बुढाले घरबाट ल्याएको बुढाले केटाहरू पनि त्यहाँ पुगेर त्यहाँ पुगेर नबिसेको कि बिसाएर गएर सक्दैन एकछिन शीतल लाउँछ त्यहाँबाट आउँदा त कहाँ हुने यहाँबाट गरिहाल्यो नि यहाँ उफ बल्ल शीतल भयो उफ कस्तो मिठो आयो उफ राम्रो भयो 2 मिनट रेस्ट गर्छु अनि जान्छु ल चल्नु पर्यो